मार्नु भनेर उसले त भनिरहेको थियो भन्नु त, तर कसैले उसको कुरै खाएन। पोर पनि कुटेको हो उसलाई, ससुराले कुटेर निल बनाएको, डामै डाम बनाएको, त्यसलाई टर्चर चाहिँ दिनै जस्तो दिन्थ्यो। अनि तपाईहरुले पहिला पनि गुनासो गर्नुहुन्थ्यो? गुनासो गरेको गुनासो। अनि यस्तो हो के, गुनासो गरे मम्मीलाई पनि भनेको, तर उसको मम्मी फुपू अहिले मार्ने ससुरो मामा एउटै आमाले जन्मेको छोराछोरी हो त्यो। अनि फुपूको छोरी मामाको छोराले ल्याएको, अनि त्यही कारणले उनीहरूले जति टर्चर दिए पनि बिचरा चेलीले त्यति बेला हार गुहार गरेको रहेछ नि त हैन, माइतीलाई नि भनेको रहेछ, गाउँ समाजलाई नि भनेको रहेछ। त्यति बेला चाहिँ यिनीहरूले कसैले त्यहाँ ख्याल गरेनन् के। समाज त झन् अर्का घरको कुरा के पस्नु भन्छ हैन, रमिता मात्रै हेर्छ समाज भनेको त एउटा जिउँदो मूर्ति जस्तै हो। समाजले चाहिँ हेर्दैन। अनि यसमा गल्ती अर्को गल्ती घरका चाहिँ गल्ती हुन्। अब लोग्ने अनि घरका आमा नन्दहरू ससुराहरू त मिले यिनीहरू, तर अर्को एउटा गल्ती माइती के। माइतीले के हेरेर बस्यो यार, छोरीले यत्रो दुःख यत्रो हार गुहार गरिरहेको रहेछ पहिलेदेखि, 5-7 वर्ष पहिलेदेखि पनि, त माइतीले त कमसेकम बुझ्नुपर्छ नि हैन। झन् त्यति बेला झन् के भन्छ, ए छोरी जाऊ दुःख गरेर खानुपर्छ हैन, इज्जतको सवाल छ, दुःख गरेर खानुपर्छ, जाऊ बस, घरबार बिग्रिन्छ भनेर पठाउँछ के। अब अहिले चेलीलाई मारिसके अनि त्यसपछि अनेक कुरा निकाल्छन् के, बल्ल हार गुहार गरेका थियो हामीले गरेनौँ। यो त पहिले गर्नुपर्ने हो नि त हैन। चेलीले हार गुहार मानिसकेपछि त कमसेकम यसले किन भनिरहेको छ यो कुराहरू हैन। आफ्नो घरबार बिगार्न त्यसले चाहँदैन होला हैन। ती 3जना बच्चा बच्ची भइसकेको, यसले किन यस्तो डिभोर्सको कुरा नि गरिरहेको छ हैन। केही न केही त छ भनेर कमसेकम बुझ्देको भए अहिले चेलीको यस्तो अवस्था हुन्थेन होला नि त। त्यही भएर यो एउटा चेलीले सुख पाउने भनेको बिहे गरिसकेपछि एउटा बुढाको हातको कुरा हुन्छ क्या। बुढाले सपोर्ट गर्छ भनेपछि त्यो चेलीले सुख पाउँछ, नत्र हैन। घर सानोतिनो झै झगडा हुन्छ, जसको पनि हुन्छ, सानोतिनो झै झगडा सबैको हुन्छ के, त्यो टटाङ मटाङ फुटुङ हुन्छ। तर यो ज्यानै लिने हमला हुन थाल्यो भने चाहिँ त घरको लोग्नेले नै हो के खास। घरको लोग्नेको हातबाट सपोर्ट छैन भनेपछि त्यो चेलीको बर्बादै हुन्छ। अनि अरू चेलीहरू पनि सुन्नुहोस्, जस्तै घरमा टर्चर छ, घरमा धम्की आउँछ भनेपछि तपाईहरु यो त्यही सहेर बस्ने काम चाहिँ होइन के। अब न्याय कानुन छ, न्याय कानुन मर्यो भने पनि आफू एक्लै भएर पनि हैन, दुःख गरेर भए पनि काम गरेर खानुपर्छ के। मान्छेले डिभोर्स दियो भने पनि अब यो आइमे खराबले चाहिँ डिभोर्स दिए भन्छन् हैन। डिभोर्स नदिएर सह्यो भने पनि ए किन सको भन्छ क्या। समाज त्यस्तो छ। त्यही भएर समाजको पछाडि नलाग्नुस् हैन। आफ्नो ज्यान भन्दा ठुलो कुरा के पनि होइन। तर अति सहेर पनि बस्नु हुँदैन। अति भयो भने चाहिँ आफूले गर्नुपर्छ हैन। अहिले महिलालाई भनेर धेरै सिपमूलक तालिमहरू पनि आइरहेका हुन्छ, केही सिक्ने केही गर्ने, दुःख सुख गरेर बस्नुपर्छ क्या हैन। हुन त बिचरा ती 3जना बच्चा रहेछ, अब बच्चाको मुख हेरेर बस्नु भएको होला उहाँ पनि। तर हेर्नु त अहिले आखिरीमा लास्टमा गएर के भयो, अहिले त्यो गाउँ समाजको मान्छेले अहिले त्यहाँ घर तोडफोड गर्छन् के। त्यो घर तोडफोड गरेर के पाउँछ, यिनी जीवित हुन्छन् हुँदैन। अब तिनी 3जना सन्तान छ नि, तिनको लागि चाहिन्छ त्यो घर तोडफोड गरेर के फाइदा। जिउँदा हुँदा तिमीले केही गर्न सकेनौ। अहिले देखावटी काम नगर, बन्द गर। यो समाज भन्नेको त झन् खतमै छ यार। समाजको त कुनै भरोसै हुँदैन हैन त। अहिले बिचरा एकदम कारवाही हुनुपर्छ त्यो लोग्ने भनौँदालाई, अनि घरका मान्छे सबैलाई, नन्द तिनी आमा ससुराको मिलेर तिनीहरूलाई, अनि माइतीतिरकालाई पनि सोधपुछ गर्नुला। माइतीतिरकालाई पनि अलिकति सम्झाइ बुझाइ गर्नुपर्छ। माइतीलाई यो माइतीलाई सम्झाइ बुझाइ गऱ्यो भने चाहिँ अर्को घटना घर देखाएर बल्ल माइतीले पनि ओहो फल्नाले यस्तो भयो थियो है भन्ने अलिक सजग हुन्छ क्या।